केही समयको अन्तरालपछि हामी फेरि उपस्थित भएका छौँ। हामी पञ्चाङ्गमै रहेका अन्य विभिन्न कुराहरूलाई अब तपाईहरु समक्ष नियमित रूपमा हामी फेरि प्रस्तुत गर्दै जानेछौँ। आज हामी विवाहको लागि कति गुण मिल्छ भन्ने कुरा चाहिँ हामी नक्षत्रको जुन हाम्रो जन्मको नाम हुन्छ र त्यो नामको आधारमा हामी नक्षत्र र राशिहरू हामीले पत्ता लगाएका हुन्छौँ। त्यसैको आधारमा हाम्रो कति गुण आयो भन्ने कुरा चाहिँ आजको श्रृङ्खलामा हामी जान्ने प्रयास गर्नेछौँ। विशेष गरी गुण मिलानमा अष्टकूट मिलानलाई नै हामीले गुण मिलान भन्ने गरेका छौँ। त्यसैले गर्दा यहाँ 8 वटा विभिन्न कुराहरूलाई हामीले 1 देखि 8 सम्मको अङ्क दिएर चाहिँ हामीले जम्मा जम्मी 36 गुण चाहिँ हाम्रो हुन्छ र सबैको 36 गुण नै मिल्ने भन्ने हुँदैन र 36 गुण मिल्दैमा पनि फेरि विवाह गरिहाल्नुहुन्छ भन्ने पनि होइन। विभिन्न शास्त्रीय मान्यताहरूमध्ये गुण मिलानलाई एउटा महत्त्वपूर्ण रूपमा हामीले लिने गरेका छौँ। त्यसैले हामी यहाँ कुन गुण कति आयो भनेर हामी नहेरिकन जम्मा जम्मी कति गुण आयो भन्ने कुरा चाहिँ हामी यहाँबाट जान्नेछौँ। त्यसैले गर्दा आउनुहोस् अब हामी त्यसको लागि सुरु गरौँ। अब यहाँनिर हामीले पञ्चाङ्गमा अवकहड चक्र अथवा अथावकहड चक्र भनेर यहाँ दिएको छ, जसलाई हामी माथि वर वधु मेलाप चक्रम भनेर पनि यहाँ लेखेको तपाईहरुले देख्न सक्नुहुनेछ। अब यो चक्र चाहिँ हाम्रो सूर्य पञ्चाङ्गको पृष्ठ 3 मा दिने गरिएको छ। तपाईले जुनसुकै पञ्चाङ्ग तपाईसँग छ भने पनि त्यहाँनिर दिएको हुन्छ। यहाँनिर चाहिँ तपाईको जन्मको नामहरूलाई चाहिँ यहाँनिर 108 वटा प्लस 8 यहाँ अभिजितको 4 यहाँ थपेर 108 प्लस 4 गर्दाखेरि 112 वटा अक्षरहरू यहाँ दिएको छ, जुन चाहिँ हाम्रो यहाँ विभिन्न नक्षत्र र राशिहरूको नामसँग यहाँनिर हामीले यहाँबाट लिनुपर्ने हुन्छ। अब तपाई सबैभन्दा पहिला जुन वर र जुन कन्याको चाहिँ तपाईले कति गुण आउँछ भनेर हेर्दै हुनुहुन्छ, उहाँहरूको नामको पहिलो अक्षर लिनु होला, जुन चाहिँ हाम्रो राशिको नाम हुनु पर्यो, जन्मको नाम हुनु पर्यो, जुन चाहिँ हाम्रो सायद कहिलेकाहीँ अफिसियल नामहरू भन्दा जुन चाहिँ हाम्रो नागरिकतामा भएको नाम हुन्छ त्योभन्दा फरक पनि हुन सक्छ। त्यसैले त्यो नाम चाहिँ तपाईहरुले पहिला आफ्नो मातापितासँग सोधेर त्यसको चाहिँ कन्फर्म गर्नुहोस् र त्यो नामलाई पहिला टिप्नुहोस्, वर र वधुको 2 वटा नाम। अब हामी यहाँ उदाहरण एउटा प्रस्तुत गर्नेछौँ। तपाईहरुले पनि आफ्नो नाम के हो त्यो 2 वटा चाहिँ आफूलाई यहाँनिर सँगसँगै गरेर हेर्नुभयो भने बुझ्न सक्नुहुनेछ। मैले चाहिँ यहाँ वरको नाम नीरज भनेर माने र कन्याको नाम दीक्षा भनेर मानेको छु। अब हामी यहाँ नि र दी जुन लेखिएको छ त्यो हामी यहाँनिर खोज्नेछौँ। कहिलेकाहीँ यहाँ तपाईले खोजेको ठ्याक्कै भनौँ न तपाईको नाबाट नाम हुन सक्छ, नि रसो नलेखेर दीर्घ लेखेको हुन सक्छ। यो कुराहरू तपाईले ख्याल गर्नु होला। रसो भए पनि दीर्घ भए पनि त्यो दुवैवटाले एउटै चीजलाई चाहिँ यहाँनिर बुझाउँछ भनेर तपाईले यहाँनिर बुझ्न सक्नुहुनेछ। अब यहाँनिर मैले यहाँनिर जुन रातो लाइन लगाएँ त्यो रातो लाइनको माथिपट्टि जुन छ त्यहाँनिर चाहिँ अक्षरहरू नामको अक्षरहरू दिएको छु, जुन चाहिँ मैले तपाईहरुलाई अघि पनि प्रस्तुत गरिसके 112 वटा यहाँ अक्षरहरू दिएको छ। यहाँनिर हामीले न नाको नि हामीले खोज्नु पर्यो। त्यो नि चाहिँ हामीले यहाँनिर भेटायौं। यहाँनिर के दिएको छ त भन्दा ना दिएको छ, त्यसपछि नि दिएको छ, नु र ने दिएको छ है त। यहाँनिर ना नि भनेपछि नि रस्व पनि दीर्घ पनि 2 वटाले गर्यो, नु पनि रस्व र दीर्घ दुवै यसले गर्नु, ने र नो पनि यसले यहाँनिर लेख्छ भनेर यहाँनिर 4 वटा दिए पनि यहाँ 8 वटा अक्षरहरू छन् भनेर हामीले यसरी बुझ्नुपर्छ। र तपाईको नामको अक्षर ठ्याक्कै यहाँनिर छैन भने त्यसको अघि र पछिको अक्षरहरूलाई तपाईहरुले विचार गर्नु होला। त्यसैगरी तपाईले यदि चिन्ह नै बनाउनु भएको छ भने त्यहाँनिर चाहिँ नक्षत्र र नक्षत्रको चरण पनि दिएको हुन्छ। जस्तो यो ना नि नु ने यो 4 वटा अक्षरहरू चाहिँ अनुराधा नक्षत्र, यहाँनिर चाहिँ तपाईहरुले नक्षत्र भनेर यहाँ देख्न सक्नुहुन्छ। यो नक्षत्र भनेको अनुराधा नक्षत्रको 4 वटा अक्षरहरू हुन् भनेर हामीले यहाँबाट बुझ्न सक्छौं। त्यसैले तपाईको जन्ममा नक्षत्र पनि दिएको हुन्छ, नक्षत्रको कति चरण कति पाद भनेर लेखेको छ। यदि यो निबाट चाहिँ कसैको नाम हो भने यो अनुराधाको दोस्रो चरणमा अथवा द्वितीय चरण भनेर लेखेको द्वितीय पादमा चाहिँ जन्म भएको रहेछ भनेर त्यहाँ दिएको हुन्छ। तपाईहरुले त्यो कुरालाई हेर्नु होला र त्यहाँबाट आफ्नो नक्षत्रको कतिौं चरण हो भनेर गर्नु होला। अब अनुराधा नक्षत्रको चाहिँ एउटा मात्र राशि अब त्यो गरौँ र त्यसैगरी हामी कन्यातर्फ जाउँ। कन्याको चाहिँ हामीले दीक्षा भनेर हामीले यहाँनिर एउटा काल्पनिक एउटा उदाहरण मानेका छौँ। त्यो दीक्षा भन्ने कुरा चाहिँ हामीले यहाँनिर यहाँ अगाडि नै तपाईहरुले यहाँ देखिरहनु भएको छ, यहाँनिर दीक्षा। अब यो हामीलाई अरु कुरा नचाहिने भएकोले यसलाई म थोरै जुम गर्छु। यसरी जुम गर्दाखेरि हामीले ना नि नु ने जुन छ यो चाहिँ हाम्रो नीरजबाट यो नि भनेर यहाँनिर हामीले देख्यौं, त्यो निलाई हामीले देख्यौं। यो चाहिँ के छ त अनुराधाको 2 नम्बरमा परेको छ। हेर्नु है, पहिलोमा ना छ, दोस्रोमा नि छ, तेस्रोमा नु छ, त्यसपछि
ने लेखेको छ। यो चाहिँ लगातार लेखेको हुन्छ, त्यसैले यहाँ लेखिएको चाहिँ क्रम पनि एकदम महत्त्वपूर्ण हुन्छ, तपाईहरुले मान्नुपर्छ। यहाँनेर दिगमा चाहिँ चौथोमा परेको छ, से सो दा र दी भनेर चतुर्थमा परेको छ। यसरी हामीले निबाट जुन आएको छ त्यो चाहिँ अनुराधाको 2 मा, यो चाहिँ पूर्व भाद्रा पद जुन नक्षत्र छ त्यसको चाहिँ चौथोमा परेको छ, 1 2 3 4 भनेर यहाँबाट। अब यहाँबाट पहिलोमा हामीले नक्षत्र यहाँ देख्यौं, त्यसपछि यहाँ तलपट्टि राशि भनेर दिएको छ। अब यहाँ अनुराधातर्फ चाहिँ वृश्चिक मात्रै राशि छ, यहाँ अर्को राशि लेखेको छैन, त्यसैले गर्दा यो अनुराधा नक्षत्रको पुरै जुन नक्षत्रभरि जन्मिने व्यक्ति छ उ चाहिँ जो जतिखेर जन्मे पनि त्यो चाहिँ वृश्चिक राशिमा जन्मेको भनेर हामीले बुझ्नुपर्छ। त्यसैगरी यहाँनेर पूर्व भाद्रा भनेको जुन छ त्यो चाहिँ यहाँ कु भनेर 3 लेखेको छ, मी भनेर 1 लेखेको छ। मैले यही भएर यो उदाहरण तपाईहरु समक्ष राखेको छु। कु भनेको चाहिँ के हो त भनेर अब हामीले यहाँबाट बुझ्नुपर्ने हुन्छ। यो चाहिँ हाम्रो जुन रातोको माथिल्लोपट्टि छ, तल्लो रातोको, त्यो चाहिँ हाम्रो राशि भयो। अब यो चतुर्थमा परेको छ, अन्तिम भनेको सुरुको 3 चाहिँ कुमा पर्दो रहेछ र अन्तिमको एउटा चाहिँ मी भनेको के हो त भन्दा यहाँनेर हामीले बुझ्नुपर्छ यो चाहिँ हाम्रो राशि हो भनेर। अब राशि तपाईहरुलाई नाम सबै थाहा नहुन सक्छ, त्यसैले यहाँनेर मैले नीलो देखाइदिए। अगाडि तर्फ लेखेको जुन पहिलो तर्फ लेखेको हुन्छ त्यो अगाडिको राशि कुम्भ र पछाडिपट्टि जुन लेखेको छ त्यो चाहिँ पछाडिपट्टिको राशि भनेर बुझ्नुपर्छ। त्यसैले यो जुन दी भन्ने मान्छे दीबाट जसको नाम आयो उ चाहिँ मीन राशिमा चाहिँ जन्मेको छ। पूर्वभाद्रा पदको मीन राशिवाला नक्षत्र जुन हो त्यसमा जन्मेको छ, अथवा पूर्व भाद्राको चतुर्थ चरणमा चाहिँ चतुर्थ पादमा चाहिँ उक्त कन्याको जन्म भएको रहेछ भनेर हामीले यहाँबाट प्राप्त गर्यौं। त्यही कुरालाई मैले यहाँनेर लेखेँ। वरको नाम नीरज भयो जुन चाहिँ अनुराधा नक्षत्रको वृश्चिक राशिमा, त्यसैगरी कन्याको दीक्षा नाम भयो त्यो चाहिँ पूर्वभाद्रा पदको मीन राशिमा परेको छ। कहिलेकाहीँ हाम्रो पण्डितजीहरूले नाम जुराउँदाखेरि नाम लेख्नको अप्ठ्यारो भयो भन्नको लागि 1 2 वटा अगाडि पछाडिका अक्षरहरूलाई पनि राखेर लेखिदिनु भएको हुन सक्छ। त्यसैले तपाईले आफ्नो चिनामा एकचोटी राम्रोसँग हेर्नु होला, तपाईको नक्षत्रको कुन चरणमा जन्म भएको हो त्यसैको आधारमा तपाईले चाहिँ राशि निर्धारण गरेर त्यो राशिको आधारमा मात्रै, राशि र नक्षत्रको आधारमा मात्रै तपाईले कति गुण आयो भनेर हेर्नुपर्ने हुन्छ। अब हामी यो पछि हामी अर्को तालिकामा गएर हामी हेर्छौं। यो चाहिँ सूर्य पञ्चाङ्ग तपाईहरुले प्रयोग गर्नुभएको छ भने पेज नम्बर 10 मा चाहिँ र 10 र 11 मा चाहिँ यहाँनेर चाहिँ वरवधु गुण मेलाप सारिणी भनेर यहाँ दिएको छ। त्यसरी माथिल्लो पट्टि जुन छ यो मैले जुन पहेँलो तपाईहरुलाई राखेँ यो चाहिँ वरको राशिहरु र नक्षत्रहरुको यहाँ नाम दिएको छ र यतातर्फ जुन छ त्यो तलतर्फ यो भनेको चाहिँ कन्याको हो भनेर हामीले बुझ्नुपर्छ। हामीसँग वर र कन्या दुवैको नाम पनि छ, त्यसको नक्षत्र पनि छ र राशि पनि कुन हो भनेर हामीले यहाँ निकालिसकेका छौं। अब यहाँ चाहिँ कन्यासम्म दिएको छ, कन्या उसको तर्फ वधुको तर्फ चाहिँ कन्यासम्म मात्रै राशिसम्म दिएको कारणले गर्दा हाम्रो चाहिँ मीन राशि आएको कारणले गर्दा हामीले 10 पृष्ठमा नहेरेर 11 पृष्ठमा गएर चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। त्यसैले मैले यो 11 पृष्ठको यहाँनेर तपाईहरु समक्ष राखेँ। अब 11औं पृष्ठमा गइसकेपछि अब हामीले यहाँनेर के देख्नु पर्यो त मैले थोरै यसलाई सारेँ। अब यहाँनेर हामीले सबैभन्दा पहिला कन्याको के छ त पूर्वभाद्रा पदको मीन राशि, यहाँनेर हामीले मीन राशि भनेर यहाँ देख्यौं। मीन राशिको पूर्वभाद्रा भनेको सुरुमा लेखेको रहेछ, त्यसैले यसको सिधा हरफ भनेको कन्याको चाहिँ के भयो त नक्षत्र र राशिको आधारमा चाहिँ गुण कति आउँछ कोसँग भन्ने कुरा यहाँबाट दियो। अब हामीले कुन वर्षसँग हेर्दैछौँ त भन्दा नीरज भन्ने व्यक्तिसँग हामीले के गर्दैछौँ त चिनाको कति गुण आउँछ भनेर हामीले वरवधुको हेर्दैछौँ। त्यसैले गर्दा जुन चाहिँ अनुराधा नक्षत्रको वृश्चिक राशिमा परेको छ यहाँनेरबाट मैले थाने यो वृश्चिक राशि माथि छ, अनुराधा नक्षत्र यहाँ तल्लोपट्टि लेखेको छ, तपाईहरुले देख्न सक्नुहुनेछ। यो दुईवटा गएर जहाँनेर काटियो त्यसलाई मैले यहाँनेर गोलो गरेँ, जहाँ चाहिँ हामीले 27 अंक हामीले प्राप्त गर्यौं। यसरी यदि नीरज भन्ने व्यक्ति र दीक्षा भन्ने कन्या बीचको चाहिँ हामीले गुण कति आउँछ भनेर हामीले हेर्यौं भने हामीले 27 गुण प्राप्त गर्यौं। अब कसैसँग चाहिँ कम आउन सक्छ, कसैसँग बढी आउन सक्छ। यो हरफमा तपाईले कन्याको लागि हेर्नु भयो भने यहाँनेर यहाँ 15 बाट सुरु भएर बढ्दै यहाँनेर 19 सम्म पुग्यो, यसरी बढ्दै 21 यहाँ 14 आएको छ, कतै 30 आएको छ, कतै तपाईहरुले यहाँ यी 16 7 मात्रै यहाँ 33 पनि हामीले देख्न सक्यौं। यसरी विभिन्न प्रकारका गुणहरु चाहिँ फरक फरक आएको हुन्छ। त्यसैगरी वरको लागि हेर्नु भयो भने अर्को कन्यासँग हेर्नु भयो भने तपाईले 8 यहाँ 22 यसरी गर्दै कतै बढी कतै कम तपाईहरुले प्राप्त गर्न सक्नुहुन्छ। हामीले हेरेको उदाहरणमा चाहिँ नीरज र दीक्षा जुन हामीले हेरेका छौं त्यसमा चाहिँ 27 गुण आएको छ। अब कति गुण आयो भने बिहे गर्ने र कति आएन भने बिहे नगर्ने भन्ने कुरा पनि एउटा महत्त्वपूर्ण हुन्छ। सामान्यतया 18 गुण भन्दा बढी आयो भनेदेखि चाहिँ विवाहको लागि योग्य
सामाजिक र धार्मिक परम्परालाई हामीले जुन मान्दै आएका छौँ त्यो मान्यताहरूलाई पनि यदि तपाईँहरूले मान्नुहुन्छ भने ती कुराहरू पुरा भएका छन् भने 18-20 गुणभन्दा माथि आयो भने त्यसलाई हामीले लिन सकिन्छ भनेर चाहिँ सामान्य रूपमा हामीले लिन सक्छौँ। तर कहिलेकाहीँ हामीले 28 गुण अथवा 32 गुण 33 गुण आउँदा पनि कहिलेकाहीँ विवाहको लागि अशुभ पनि हुनसक्छ। त्यसैले तपाईँहरूले ज्योतिषलाई नै एकचोटि राम्रोसँग देखाउनु होला, जो चाहिँ योग्य हुनुहुन्छ जसलाई आउँछ उहाँहरूलाई देखाउनु होला। कहिलेकाहीँ हामी 16-17 गुण आउँदा पनि विवाह हुन्छ गर्न मिल्छ पनि भनिदिन्छौँ होइन। त्यो किन विभिन्न कारणहरू हुन्छन्। कहिलेकाहीँ गुण मात्रै पनि महत्त्वपूर्ण कुरा होइनन् र यो एउटा महत्त्वपूर्ण पनि हो फेरि है। यो मात्रै चाहिँ महत्त्व होइन तर यो पनि एउटा महत्त्वपूर्ण विषय चाहिँ अवश्य पनि हो। यसो भन्दै आजको श्रृङ्खलाबाट हामी बिदा चाहन्छौँ। अर्को श्रृङ्खलामा हामी फेरि नयाँ पञ्चाङ्गसँग सम्बन्धित विषयवस्तु लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि हस्त नमस्कार।